सर नमस्कार। नमस्कार। अनि शुभ नाम सरको? पंकज राम। अनि यो कतिौं पटक रक्तदान गर्दै हुनुहुन्छ? अहिले त सर यो मेरो पहिलो पटक हजुर। अनि कस्तो अनुभव भइरहेको छ तपाईलाई र अनि के फिल गर्दै हुनुहुन्छ यो रक्तदान गर्दै गर्दाखेरि? अनुभव त यो पहिलो पटक भएको हुनाले पनि ठिकै छ। हजुर। अनि रक्तदान सबैजनाले गर्नै पर्ने हो किनभने यसबाट हामीहरूले अरू मान्छेको जीवन पनि जोगाउन पाउँछौँ र यसमा मैले पनि योगदान दिँदाखेरि अलिकति खुसी लाग्यो। ल धन्यवाद सरलाई, यहाँलाई धेरै धेरै धन्यवाद छ। शुभ नाम के अरे सर? मेरो नाम विजय कुमार पाल। विजय कुमार पाल। अनि यो रक्तदान पहिलोचोटि गर्दै हुनुहुन्छ कि दोस्रो तेस्रो पहिला पनि गरिसक्नु? होइन सर, मेरो पहिलोचोटि हो। पहिलोचोटि हो। अनि कस्तो अनुभव भइरहेछ हजुरलाई? यो सर म त ठिकै भइरहेको छ। सुरुमा त डर थियो, कति दुख्छ कति दुख्दैन भन्ने कुरा, तर खासै दुखेन। केही पनि हुनु रहेनछ हैन? अनि तपाईलाई रगत दिइसकेपछि फिल कस्तो भइरह्यो? हैन दिन मिल्ने रहेछ। कति मिनेट लाग्यो अनि तपाईलाई? 5 मिनेट जति लाग्यो। 5 मिनेटमा तपाईले दिनुभयो। तपाई ठिक हुनुहुन्छ हैन? नर्मल छ। अनि यहाँको जनतालाई तपाईले अरूलाई के भन्न चाहनुहुन्छ? रगत दिन हुन्छ हुँदैन? हैन, रगत त सर दिनुपर्छ, तर चाहिँ अब अलिकति यो मर्चवार क्षेत्र भनेको पछाडि परेको क्षेत्र हो। यहाँ चाहिँ धेरै जनतालाई किन रगत दिने त्यसको बारेमा जनतालाई फोन गर्दाखेरि राम्रो हुन्छ। ल धेरै धेरै धन्यवाद छ। सरले पहिलोचोटि रक्तदान गर्नुभयो। सम्पूर्णमा हार्दिक नमस्कार। आज हामी मर्चवारी गाउँपालिकामा नेपाल नियमित रक्तदाता संघ र गाउँपालिकाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गर्दैछौँ। आज पुसको 4 गते शुक्रबारको दिन गाउँपालिकाको भवनमा हामी चाहिँ रक्तदान कार्यक्रममा छौँ। यही सन्दर्भमा आज हाम्रो यस गाउँपालिकाका अध्यक्ष ज्यूले चाहिँ पहिलो पटक रक्तदान गर्दै हुनुहुन्छ। अनि हामी चाहिँ गएको वर्ष पनि यहाँ चाहिँ रक्तदान कार्यक्रम शिविर सहितको स्वास्थ्य शिविर सहितको कार्यक्रम लिएर आएको छौँ। त्यतिखेर तपाईँले चाहिँ समय अभावको कारणले दिन भ्याउनु भएन कि अथवा चाहिँ समयको कारणले दिन भ्याउनु भएन? अनि त्यो सँगसँगै जस्तै हामी त रक्तदान अभियानमै छौँ। जस्तै यो गाउँपालिकामा झन्डै तपाईँको 272 युनिट गएको आर्थिक वर्षमा यहाँहरूले चाहिँ जनतालाई निःशुल्क गर्नुभएको छ। त्यो गर्दै गर्दाखेरि यो पालिकामा पनि रक्तदान कार्यक्रम चाहिँ गर्नुपर्ने जस्तो छ कि के छ सर? किनभने यहाँको अब हाम्रा जनताहरू जुन जान्छन् त रक्त पाउने गाह्रो छ, तर हामीहरू दिएन भने त कसरी पाउँछन्? हामीले दिएको रक्तले एकजनाको दुईजनाको जान बचाउन सक्छु भनेर त्यो अभियान हामी मर्चवारी गाउँपालिका भएर सञ्चालन गर्ने। धन्यवाद छ त्यसको लागि अध्यक्षज्यू। अनि यो सँगसँगै अबको दिनमा हामी चाहिँ यसलाई निरन्तरता दिन जस्तै हामी 3-3 महिनामा रक्तदान गर्न सक्छौँ। वर्षको 4वटा कार्यक्रम अथवा 4वटा नभए हामी 3टा कार्यक्रमसम्म लिएर जान पनि सक्छौँ नि त अध्यक्षज्यू? त्यसलाई चाहिँ निरन्तरता यहाँहरूले के गर्नुहुन्छ अब आउने दिन? हामी त्यसको लागि म सधैँ तयार छु। हजुर ल धन्यवाद छ। यहाँ हामी सम्पूर्णलाई हाम्रो अध्यक्षज्यूले मर्चवारी गाउँपालिकाको अध्यक्षज्यूले चाहिँ आफूले पनि पहिलोपटक रक्तदान गर्नुभएको छ भने सँगसँगै चाहिँ यो अभियानलाई चाहिँ रक्त सचेतता तथा रक्तदान कार्यक्रमलाई चाहिँ निरन्तरता 3-3 महिनामा अथवा 4-4 महिनाको अन्तरालमा चाहिँ नियमित रूपमा रक्तदान कार्यक्रम पनि गर्ने एउटा प्रतिबद्धता पनि गर्नुभएको छ। यहाँहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद हस्, धन्यवाद, थ्याङ्क यू। हामी मर्चवारी गाउँपालिका आज रक्तदान कार्यक्रम लिएर हिँडेका छौँ, अभियानरत छौँ। आज दोस्रो पटक चाहिँ मर्चवारी गाउँपालिकामा चाहिँ हामी रक्तदान कार्यक्रम गरिरहेका छौँ। त्यसै सन्दर्भमा आज उद्घाटन गर्दै हाम्रो यस मर्चवारी गाउँपालिकाको प्रशासकीय अधिकृतज्यू हुनुहुन्छ। अनि सरलाई कतिौं पटक रक्तदान गर्दै हुनुहुन्छ हजुर? पहिलोचोटि हो सर। सरले चाहिँ पहिलोचोटि गर्दै हुनुहुन्छ। अनि अनुभव कस्तो भयो हजुरलाई? यो राम्रो छ सर, गर्नुपर्ने खासमा रक्तदान गर्नैपर्छ। चाहिँ मेरो पहिलोचोटि हो, पहिलोचोटि गर्ने अवसर पाएँ, म निरन्तर चाहिँ गर्नेछु। एकदम यहाँलाई धन्यवाद छ सर। अनि हामीले रक्तदान गऱ्यौँ भने त अरूले पाउने हो। जस्तै अहिले चाहिँ रूपन्देही जिल्लामा के छ भने सम्पूर्ण यो पालिकाहरूले चाहिँ निःशुल्क गर्नुभएको छ होइन? सबै पालिकाहरूले जस्तै मर्चवारी गाउँपालिकाले पनि निःशुल्क रगत चाहिँ रक्त सञ्चारबाट चाहिँ गर्नुभएको छ आफ्नो जनताको लागि। त्यसै सन्दर्भमा जस्तै यहाँ पनि झन्डै 272 युनिट रगत चाहिँ गएको आर्थिक वर्षमा चाहिँ यहाँको जनताले पाउनु भएको रहेछ निःशुल्क। अब त्यसको लागि पनि यहाँलाई धन्यवाद दिन चाहन्छु किनभने निःशुल्क गरिदिनु भयो। त्यो सँगसँगै जस्तै रक्तदान कार्यक्रमलाई यहाँहरूले अगाडि बढाउनु हो भने हामीले यहाँबाट 200, 300, 400 पिन्ट रगत चाहिँ सङ्कलन गर्न सक्यो भने बल्ल बेटर हुने हो। त्यसको लागि अब तपाईँहरूले निरन्तरता यसलाई दिँदै जाने हुन्छ कि के छ? धेरै धेरै धन्यवाद। यहाँले चाहिँ जुन 3-3 महिनामा आफूले पनि नियमित दिने र यहाँको जनतालाई पनि नियमित रूपमा रक्तदान कार्यक्रमलाई अगाडि बढाउने भन्नुहुन्छ। यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद सर। के छ? ठिक छ हजुरलाई? ठिक छ सर। अनि यो पहिलोपटक हो? पहिलोपटक हो। अनि के हुने रहेछ? डर एउटा थियो नि जुन के अरे रगत दिँदै गर्दाखेरि के हुन्छ भने के हुने रहेछ? यो त केही भएको छैन, एकदम राम्रो फिल भइरहेछ। राम्रो फिल भइरह यो हल्का। अनि तपाईँलाई किन डर थियो? सुईबाट डर कि रगत दिँदै गर्दाखेरि अरू केही कुराको डर थियो? त्यही रगत दिएपछि अलि बिक्ने जस्तो हुन्छ कि भनेर। अनि जस्तै आज अध्यक्षज्यूले पनि दिनुभयो, प्रशासनिक अधिकृतले दिनुभयो, अनि हाम्रो स्वास्थ्य प्रमुखले दिनुभयो होइन? त्यो देखेर चाहिँ तपाईँलाई चाहिँ दिएर केही नहुने रहेछ भन्ने भयो कि के छ?
केही नहुँदो रहेछ केही नहुँदो डर रहेछ मात्रै हो डर मात्रै हो ल ठिक छ अरूलाई के भन्नुहुन्छ रगत दिनुपर्छ भन्नुहुन्छ कि नदिए भन्नुहुन्छ त दिनुपर्छ एउटा तपाईँको एक थोपा ब्लडले कसैको ज्यान बचाइरहेछ भने त्यो एकदम महादान हो ल यहाँलाई फेरि पनि धन्यवाद छ अबको 3 महिनामा तपाईँले दिने कि नदिने दिने छ दिने हामी 3 महिनामा दिने मिल्छ 90 दिनको अन्तरालमा है त ल यहाँलाई फेरि पनि धन्यवाद छ पहिलोचोटि रक्तदान गर्नु के हो हजुरको शुभ नाम मेरो नाम चाहिँ अखिलेश कुमार हो अखिलेश कुमार हस् ल धन्यवाद अखिलेश है त ल शुभ नाम अवधेश कुमार यादव के यादव भन्नु अवधेश कुमार यादव अवधेश हजुर अनि कति पटक रक्तदान गर्दै हुनुहुन्छ तपाईँले फर्स्ट हो त पहिलोचोटि अनि तपाईँले यो पहिलोचोटि रक्तदान आज गर्दै गर्दा तपाईँले अवसर नपाएर नगर्नुभयो कि डरले नगर्नुभएको अहिले त केही नगरेको अनि पहिला त फिल भएको थियो डर लागेको अनि फर्स्टचोटि दिनुभएको त्यही भएर मैले फिल गरेको अलिकति डरको कि अनि तपाईँ चाहिँ यहाँ मचवारी गाउँपालिकाकै कर्मचारी हुनुहुन्छ कि अथवा के हो कर्मचारी हुनुहुन्छ अनि आज चाहिँ अध्यक्षज्यूले पनि दिनुभयो तपाईँको हाकिम साहबले पनि दिनुभयो होइन स्वास्थ्य प्रमुखज्यूले पनि दिनुभयो अनि उहाँलाई देखेर तपाईँले चाहिँ होइन दिनुपर्छ भन्ने भयो कि अथवा चाहिँ मनबाटै होइन म आज दिन्छु भन्ने आयो होइन उहाँहरूलाई हेरेर अनि मन फिल भयो अनि दिनको लागि मन लाग्यो अनि चेक गरेर ल यहाँलाई फेरि पनि धन्यवाद छ अनि अब आउने 3 महिनामा जस्तै आज यो प्रिक गर्दै गर्दा रगत दिँदै गर्दाखेरि तपाईँलाई कस्तो अनुभव भयो दिन पर्ने रहेछ मलाई केही नहुँदो रहेछ भन्ने भयो कि अरू नमस्कार है अनि शुभ नाम हजुरको मेरो नाम महेश्वर यादव ईश्वर यादव महेश्वर यादव महेश्वर यादव हजुर ल अनि यो कति पटक गर्दै हुनुहुन्छ हजुरले म फर्स्टचोटि गरिरहेको छु पहिलोचोटि गर्दै हुनुहुन्छ अनि कस्तो अनुभव भइरहेछ हजुरले एकदम राम्रो लागिरहेछ अनि कति वर्ष हुनुभयो तपाईँ कति उमेर हजुर कति मेरो उमेर 30 वर्ष 30 वर्षको उमेरमा पहिलोचोटि दिँदै हुनुहुन्छ होइन अनि जस्तै हामी चाहिँ 18 वर्षको उमेर सँगसँगै रक्तदान गर्न सक्छौँ क्या यो हजुरले जानकारी नभएर हजुरले रक्तदान नगर्नु भएको हो कि अथवा डर लागेर नगर्नु भएको हो कि होइन त्यस्तो केही थिएन तर त्यो अवसर नपाएर अवसर नपाएर जस्तै यो के छ भने यो जस्तै मधेस भेगमा हाम्रो होइन तराई भेगमा जस्तै रक्तदाताहरू चाहिँ एकदमै न्यून डर मान्ने भन्ने छ क्या होइन अब तपाईँहरूले चाहिँ होइन डर मानेर होइन कि अवसर नपाएर भन्नुहुन्छ कि त्यसलाई हामी डराएर हो यो भेग चाहिँ रक्तदान चाहिँ नभएको अथवा चाहिँ जुन हिसाब छ नि तपाईँलाई चाहिँ जस्तै के अरे आफू डराएर चाहिँ रक्तदान नभएको हो कि यो अवसर नपाएर रक्तदान नगर्नुभएको होइन सर अवसर नपाएर मैले त डर लाग्दैन डर लाग्दैन भनेपछि आगामी दिनहरूमा रक्तदाता यहाँ चाहिँ रक्तदानको कार्यक्रमहरू भइरह्यो भने तपाईँहरूले चाहिँ रक्तदान गर्न चाहिँ इच्छुक हुनुहुन्छ होइन र अनि तपाईँको आज रक्तदान गर्दै गर्दा साथीहरूलाई पनि बोलाउनु भएको छ कि तपाईँ एक्लै मैले निकाल्दाखेरि मेरो साथी महेश सर निकाल्नु भयो उहाँ सर पवन सर निकाल्नु भयो 4-5 जना पनि निकाले ल धन्यवाद छ सरलाई है त ल फेरि पनि धन्यवाद छ पहिलोचोटि रक्तदान गर्दै हुनुहुन्छ होइन ल धन्यवाद सर ल नमस्कार म हेटन शाह मचवारी गाउँपालिकाको स्वास्थ्य प्रमुखको रूपमा कार्यरत छु र यो विगत वर्षमा पनि नेपाली कर्मचारी सङ्घ र मचवारी गाउँपालिकाको संयुक्त आयोजनामा एउटा वृहत शिविरसहित रक्तदान कार्यक्रम सम्पन्न भएको थियो गत फागुन महिनामा त्यसपछि गएर अहिले पनि नेपाली के अरे नियमित रक्तदान सङ्घ र मचवारी गाउँपालिका संयुक्त आयोजनामा आजको मिति भने चाहिँ 4 गते एउटा ठुलो नै 40 जनालाई लक्ष्य राखेर रक्तदान गर्ने कार्यक्रम राखेका छौँ। यस कार्यक्रमबाट हाम्रा अध्यक्षज्यू प्रमुखज्यू लेखाज्यू इन्जिनियर साहेब र मक्सुमा आफै पनि दिएर यहाँहरू साथीभाइ पनि दिने हुनुहुन्छ। यसले गर्दाखेरि यो कार्यक्रमलाई पछि यहाँ नियमित रगतको अभाव हुनुको लागि हामीले एउटा नियमित रूपमा सञ्चालन गर्ने हामी यसलाई नियमित कार्यक्रमको रूपमा सञ्चालन गर्छौँ भन्ने मलाई लाग्छ। धन्यवाद सर। सम्पूर्णमा हार्दिक नमस्कार। आज हामी मचवारी गाउँपालिकामा रक्त सचेतनासहितको रक्तदान कार्यक्रम लिएर उपस्थित रहेका छौँ। आज धेरै रक्तदाताहरू यहाँबाट चाहिँ 90% रक्तदाताहरू नयाँ रक्तदाताहरू चाहिँ हामी पाएका छौँ। एकदमै खुसी छौँ किनकि यो क्षेत्रमा हामी गएको वर्ष चाहिँ एउटा स्वास्थ्य शिविरसहित रक्तदान कार्यक्रम आयोजना गरेका थियौँ भने अहिले दोस्रो पटक मचवारी गाउँपालिकामा दोस्रो पटक रक्तदान कार्यक्रम हामी सफल भएका छौँ। कार्यक्रम गर्नलाई यहाँहरू सम्पूर्ण गाउँपालिकावासी गाउँपालिका प्रशासन अध्यक्षज्यू उपाध्यक्षज्यू स्वास्थ्य प्रमुखज्यू सम्पूर्णलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यो साथ र सहयोग र आगामी आउने दिनमा यहाँहरूले महिनामा निरन्तरता दिनुहुनेछ भन्ने पनि हामी पूर्ण विश्वास छौँ किनकि यहाँ रगत दिँदै गर्दा आफूले पनि दिनुपर्छ भन्ने जुन एउटा सचेतना जुन अभियान छ त्यसलाई चाहिँ यहाँहरूले सार्थक पारिदिनु हुनेछ भने पनि हामी विश्वास छौँ भन्दै हामी सम्पूर्ण मचवारीवासीलाई फेरि पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ। धन्यवाद।